हाम्रोतिर चाहिँ यस्तो साना केटाले नि काम गर्छ। यसरी हाम्रोतिर चाहिँ यसरी काम नगर्दा खाना पाइन्न। आफू जत्रोको छैन त साथीहरू यो हाँस। सो हेलो एभ्रिवान, सबैजनाले वेलकम ब्याक युट्युब च्यानल। सबैजनाले मेरो युट्युब च्यानलमा स्वागत छ। नयाँ दिन नयाँ ब्लगका साथ आज पनि फेरि पनि उपस्थित भइसकेका छौँ हामी गाउँको बारीबाट। हँसे बोकेर हामी चाहिँ जौँ काट्दैछौँ। गाउँ चाहिँ हरियो छ साथीहरू, देख्न सक्नुहुन्छ। गाउँ चाहिँ हरियो छ, जौँ चाहिँ पाकिसकेको छ। आमाले पारीबाट काट्न लागेका छन्, हामी चाहिँ जौँ काट्न लागेका साथीहरू। तपाईँहरूको गाउँतिर ठाउँतिर गहुँ पाक्यो कि पाकेन, जौँ पाक्यो कि पाकेन। हाम्रोतिर चाहिँ गाउँ चाहिँ यस्तो हरियो छ। हाम्रो गाउँ एकदम रमाइलो छ। हाम्रो आमाले जौँ काट्दैछन्। है त्यो फेरि माथिबाट कराएको सुनेर पट्टा चुर उफ पर्दै उफ्रिँदै जान्छ। हाम्रो गाउँ चाहिँ यस्तो राम्रो भएको छ साथीहरू। हामी चाहिँ अब गाउँ चाहिँ हरियो छ। गाउँ चाहिँ अलि पछि काट्ने हुन्छ, चैतको लास्ट हुन्छ नामा यो गाउँ काट्ने। चैतको लास्ट चाहिँ हाम्रो गाउँ काट्ने पनि हुन्छ साथीहरू। अहिले चाहिँ हामी के काट्न आएको भन्दा जौँ काट्न आएको साथीहरू। तपाईँहरूको गाउँतिर ठाउँतिर गहुँहरू जौँहरू पाक्यो कि पाकेन साथीहरू कमेन्ट गर्नुहोला। हाम्रो आमाले जौँ काट्दैछन्। हाम्रो जौँ यसरी पारी दाइको छोरी म कराएको सुनेर उछेट्टिने हान्छ साथीहरू। यहाँदेखि यहाँ यो ठ्याक्कै घाम पर्दै कि साथीहरू, त्यही भएर भिडियो चाहिँ अड्याएर कालो आयो। यो हाम्रो चाहिँ माथि त्यहाँबाट यहाँ यसरी हाम्रो आमाले जौँ काट्दैछन्, यसरी मुठा पार्छन्। तैँले न हाँसो लिएर आएको भए सुन्थ्यो नि। ए इक्जाम हो न भोलितिर। यसरी हाम्रो जौँ चाहिँ पाकिसक्यो। अनि यता हाम्रो बारीको बिचमा मन्दिर पनि छ साथीहरू। हामी चाहिँ यहाँ भूमे पुज्छौँ जेठको महिना नामा आमा के महिना पुज्छौँ र हामीले भूमे वैशाख महिना हो र। तपाईँहरूको गाउँतिर ठाउँतिर भूमे पुज्छन् कि पुज्दैनन्? हाम्रोतिर चाहिँ पुज्छन् साथीहरू वैशाख महिना। यसरी इसुकाले अस्तिको भिडियोमा म आएको भनेर खुसी भएर उफ्री नाच्दो रे। यो आज यहाँ हाम्रो भ्लगमा देखियो साथीहरू। यो यिनीहरू भिडियोमा एकदम रमाइलो मान्छ के, यिनीहरूले खुसी मान्छ। यसरी हामी जौँ काट्छौँ साथीहरू। हाम्रो आमाले कतिवटा मुठा काटे, यति जति काटे। अब हामी चाहिँ जौँ काट्ने साथीहरू हेर्दै गर्नु होला। हामी यो टक्क लगाएर यो जौँभरि आज र भोलिमा सक्नुपर्छ साथीहरू। यो जौँ काटेर हामी त साथीहरू यो मेरो भदैनीले पनि जौँ काट्छ। हाम्रोतिर चाहिँ यस्तो साना केटाले नि काम गर्छ क्या साथीहरू। यसरी काम नगर्ने अन्त खाना पनि पाइँदैन, भात खान पाइँदैन। त्यही भएर मेरो दाइको छोरीले नि यसरी काट्छ। हँसै लाग्दैन रहेछ कि यसको हात लाग्दैन। यसरी जौँ काट्छ साथीहरू। मेरो भदैनीले पनि यी डट पेन लिएर आहा साथीहरू। यो डट पेनले लेख्ने अरे। भोलिबाट इक्जाम छ यिनीहरूको। भोलिबाट आन, भोलि के छ इक्जाम? यता फर्केर भन् के भोलि के इक्जाम छ? गणितले इङ्ग्लिसमा के भन्छ? के गर्नु, यसरी गहुँ काट्नुपर्छ। हाम्रो आमाले नि यसरी गहुँ काट्छन्। ए गहुँ होइन सरी साथीहरू, जौँ काट्छन्। अलि होचो काट। म फेरि मालिक सब परे। तिमीहरूले अलि होचा काट, अलि मुठा राम्रा पार। हाम्रो गहुँ जौँ एकदम खुलिसक्यो रहेछ। हिजो पानी आयो साथीहरू ठुलै, त्यही भएर हल्का यतातिर ढल्के, माथि कुनातिर ढल्के साथीहरू। हाम्रो जौँ चाहिँ यसरी मुठा पार्न जान्छ, जान्दैनस्? यस्तो पनि कोही हुन्छ साथीहरू, यसले मुठा पार्न जान्दैन। आमाले यसरी जौँ काट्दैछन्। अब मैले पनि जौँ काट्नुपर्छ साथीहरू। हाम्रो गाउँ चाहिँ यस्तो भएको छ, ढेनटेरेन पारीतिर हाम्रो गाउँ देख्न सक्नुहुन्छ साथीहरू। यसरी हाम्रो गाउँ पनि, हाम्रो गाउँ चाहिँ काट्ने भएको छैन, हरियो छ। जौँ काट्दैछौँ साथीहरू। अब हामी जौँ मुठा पनि पार्दैछ ल है। यसले मुठा पार्न जान्छ कि जान्दैन? यस्तो छ मुठा। त्यो हजुरआमाले जस्तै बनानी फेरि। यसले यत्तिकै अल्झा अहिले ठर्छ झरमा। कति वर्ष पुगिस् त? कति वर्ष पुगिस्?
ए 8 पुगेर 9 मा लागिस् ए 8 वर्ष पुगेको मान्छेले यसरी जौ काट्छ साथीहरू हाम्रो ठाउँतिर अब ले म काट्छु यो पेन चाहिँ हेर्नु पर्ने रहेछ भन्ने पारम साथीहरू टाउकोमा राखेर टक्क पारेर यसरी काट्छौँ हामी जौ लाग्छ कि लाग्दैन यसरी हाम्रोतिर चाहिँ यसरी काम नगर्दा खान पाइन्न यसरी काम मैले पो खान पाइन्छु र अरूले भनेको के अरू मैले त खान पाइन्छु साथीहरू तर अरूहरूले यसरी काम नगरेर खाने भातै खान पाइन्न साथीहरू काम त गर्नै पर्यो अब भात खान लागि भने भोकै बसेर फेरि भोकै बस्ने भन्दाखेरि भोकै बस्न सकिन्न नि त मरिन्छ त्यही भएर भात खानाले पनि काम चाहिँ गर्नुपर्छ साथीहरू यसरी 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 8 महिना भइगयो बोलाद जौको है ह नलबन छैन र अस्तारी नै कुन्नी छोकी छैन नलबन छै यसरी यसरी जौ काट्छौँ साथीहरू यो मुठा पार्ने फेरि यस्तो हरियो हरियोले पार्नुपर्छ क्या साथीहरू नत्र त यो साथीहरू हामी चाहिँ यसरी जौ काट्छौँ हाम्रो गाउँघरतिर चाहिँ तपाईँहरूको गाउँघरतिर कसरी काट्नुहुन्छ यसो कमेन्ट गरेर भन्नुहोला साथीहरू हामी चाहिँ सबै जाला हौ म एक्लै बस्छु गर यता हेर्न सक्नुहुन्छ साथीहरू तपाईँहरूले क्यामेरा बन्द गर्दा अयो बा भनेर हँसे उचाल्दा उभिन्छ क्यामेरा ठरादा बित्तिकै क्यामेरा अन गर्दा बित्तिकै हटपटे घोप्टी पर्छ यो अल्छे नि एकदम अल्छे नि पाटे अल्छिन्छ यो बसी अहिले भर्खरसम्म बसेर काट्छ अहिले उभिएर काट्छ क्यामेरा अन गरेको देखेर यस्तोले के भन्ने साथीहरू पाटे अल्छी मुठा पार्ने खङ छैन हौ ये त हँसे देखा के गाइस जसले आफू जत्रोकै हँसे उचाल्ला जौ काट्न ला आफू जत्रोकै छैन त साथीहरू यो हँसे यता अर्कोतिर फर्काएर देखाइदिए त आफू जत्रोकै हँसेले जौ काट्दैछ यसले गाइस हाम्रो चाहिँ यति काटेर भ्याइयो एक भारी भयो टिपाउले लगेर गए जौ चाहिँ यति चाहिँ छ यति काटेर भ्याइयो अब यतातिर यति छ साथीहरू यति फेरि भोलि काट्ने आमाले काट्छन् रे अहिले रात पर्दासम्म कति बज्यो अहिले 6 बज्यो 5 बज्यो अहिले चाहिँ मेरो छोराले यहाँबाट हेरेर गर्छ अनि भोलि चाहिँ यताको यति बेर त अहिले काटिसक्छु होला अनि यतातिर चाहिँ भोलि काट्ने साथीहरू अहिले चाहिँ हामी चाहिँ रात पर्यो यता कताबाट डुबो काम यताबाट घाम पनि डुबिहाल्यो साथीहरू हामी चाहिँ अब गएको ल भन्दै सानो हाँस हामी चाहिँ अब खाना पकाउन गएको बाउले एक कौला जति बाँकी रह्यो यति चाहिँ आमाले लिएर आन्छन् एक बारी काटेर आन्छन् होला सायद भनेर अब हामी चाहिँ गएको साथीहरू अझै काट्ने हो हँसिउँछ नि यही हुन्छ होला नि हो हँसे यति छ यता मेरो छोरा आफ्नोबाट हाँस अब मेरो ड्युटी सुरु भयो साथीहरू मेरो त्यति काटेर भ्याइयो यति भरि काटेर भ्याइयो किनभने चाहिँ हामी आउने बेलामा नि ढिला यसो रुमाल आउने बेला नि हामी ढिला आएको साथीहरू जौ काट्न अनि हाम्रो बारी देख्न सक्नुहुन्छ गाउँ आमाले बाई बाई गरिदियो सानो आमा बाई गरिदियो हामी चाहिँ गएको साथीहरू
आजको भिडियो चाहिँ छोटो भयो होला। पुरा भिडियो हेरेर साथ दिनुभयो। के कस्तो लाग्यो भिडियो कमेन्ट गरेर चाहिँ नबिर्सिनु होला साथीहरू। कुन ठाउँबाट हेर्नु भएको छ। मेरो सानोले यत्तिकै काँसो लाग्छ फेरि क्यामेरा अन गरेपछि टोटे बुढो कस्तो दामी भएको छ के साथीहरू गाउँ। वाउ कस्तो दामी गाउँ भएको छ हाम्रो। यहाँदेखि यतातिर टोरी छरेर टोरी ओखलेर गाउँ छरेको साथीहरू। हल्का हल्का हरियो देखेछ तर हुने हो कि नहुने हो। पुरा भिडियो हेरेर साथ दिनुभयो साथीहरू। त्यसको लागि धन्यवाद सबैजनालाई धेरै धेरै धन्यवाद। यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। बाई बाई साथीहरू।